गाइस, तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज म तपाईहरुको बीचमा लिएर आएको छु एउटा नयाँ र अनौठो कुरा। धेरैजनालाई थाहा छैन, धेरैजनालाई थाहा पनि होला, तर जसलाई थाहा छैन नि, मैले म त्यसको लागि लिएर आएको छु। आजले लिएर आएको छु सिरम, हेयर सिरम। हेयर सिरम कसरी युज गर्छ र किन युज गर्छ र युज गरेर के फाइदा हुन्छ नि त्यसको लागि मेनली धेरैजनालाई थाहा रहँदैन हेयर सिरम कसरी युज गर्ने, त त्यसैको अन्तर्गत लिएर आएको छु। हेयर सिरम भनेको जस्तै तपाईको कपाल छ नि, भिजेको कपालमा जहिले पनि लगाउने, नुहाएर आउने अनि टावलले तपाईँ आफ्नो कपालले सफा गर्ने अनि त्यसपछि भिजेकै कपालमा लगाउनु पर्छ। अनि लगाउने कसरी, जस्तै अहिले म नुहाएर आएछु, यो कपाल छ नि अहिले अलि भिजेको अनि कस्तोले फसेको छ नि, हेर्नुहुन्छ छ नि फसेको पुरा यस्तो फसेछ नि। अनि यही फसेको कपाललाई नि त्यो सिरम लगाएपछि सफ्ट एन्ड साइनी हुन्छ। त्यसैको लागि मैले सिरम युज गर्छ। अनि कसरी युज गर्ने म त्यो पनि तपाईहरुलाई हेराइरहेको छु। जस्तै म युज गर्छु इन्जोको सिरम, तपाईहरु जेको गर्नुहुन्छ कुनैको गर्दा पनि भयो। जस्तै छ नि म यो इन्जोको सिरम युज गर्छु, तपाई कुनैको पनि गर्दा भयो। सिरम लिनु होला, यो सिरम छ, यो म इन्जोको लिएछु। यस्तो लिनु, बढी नलिनु होला, बस तपाई आफ्नो कपालको लेन्थको अकर्डिङ लिनु होला। मेरो कपाल त अहिले सानै छ, त म 2-3 बुन्दले भइहाल्छ। म यहाँ यस्तो लिनु होला। देन त्यसपछि योलाई हल्का पुरा हातमा फैलाएर पुरा कपालमा राम्रोसँग लगाउनु होला। कपालको यो भित्र स्कार्फमा तेल जस्तो युज नगर्नु होला, बाहिर यस्तो कपालमा लगाउनु होला। तेल लगाएपछि तपाईको कपाल सफ्ट एन्ड साइनी भइहाल्छ। अनि जति फसेको छ नि उल्झेको कपालहरू यो सब ठीक गर्नमा मद्दत गर्छ। यस्तो पुरा कपालमा लगाउनु होला। यो लगाएर जस्तै तपाईले यति फसेछ भने अनि तपाई कपालमा कंघी गर्नुहुन्छ भने तपाईको कपाल धेरै आउँछ र धेरै झर्छ। अनि यस्तोमा यो सिरमले गर्दा तपाईको कपाल झर्दैन। किन झर्दैन अनि बढी कपाल पनि झर्दैन, किनभने यो सिरमको काम पुरा फसेको कपालले सिधा गर्ने अनि सफ्ट एन्ड साइनी गर्ने। हेर्नुहुन्छ अब फसेको कपालहरू खतम छ नि, अब औँलाले नै यस्तो भइरहेछ अनि सफ्ट एन्ड साइनी पनि छ। यसको काम हो कपालको, यो सिरमको काम हो। सिरम लगाएपछि तपाईको कपाल बढी झर्दैन, सफ्ट एन्ड साइनी पनि हुन्छ। त्यही भएर सिरम युज गर्छ। तपाईहरु आफ्नो अकर्डिङ कुनै पनि सिरम युज गर्दा भयो। म त यो इन्जोको गर्छु, तपाईलाई जुन राम्रो लाग्छ तपाई त्यो गर्नु होला। इफ तपाईहरुलाई मेरो भिडियो मन परेको छ भने मेरो भिडियोलाई लाइक गर्नु होला र सब्स्क्राइब गर्नु होला। केही सोध्नु छ भने तपाईहरु कमेन्टमा सोध्न सक्नुहुन्छ। अनि तपाईहरुको कपाल झरिरहेछ धेरै भने, पहिला मेरो पनि धेरै झरिरहेछ तर अहिले झरिरहेछ छैन, त्यति हेरफल हुँदैन। तर तपाईहरुको झरिरहेछ भने म एउटा तेल युज गर्छु। तपाईहरुले पनि त्यो झर्छ भने कमेन्ट गर्नु होला। म त्यो तेलको म पनि भिडियो बनाउँछु, म कुन तेल युज गर्छु अनि त्यसलाई कसरी युज गर्ने त्यो म बनाउँछु। ल अब आजको लागि यतिकै नै। अब फेरि भेट्नेछु नेक्स्ट भिडियोमा। तबसम्मको लागि बाई। केही सोध्नु छ, केही कुनै पनि क्वेशन छ भने कमेन्टमा सोध्न सक्नुहुन्छ। ल आई होप तपाईहरुलाई मेरो भिडियो मन पर्यो होला। ठीक छ, ल बाई।